क्विजमान्डुमा तपाईहरुलाई स्वागत छ। आजको तपाईहरुको च्यालेन्ज रहेको छ गेस युट्युब मस्ट भ्युड नेपाली सङ फ्रम इमोजिज। के तपाई तयार हुनुहुन्छ? भिडियोमा लाग्नुभन्दा अगाडि साथीहरु यदि च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हामी 1000 सब्स्क्राइबरको निकै नै नजिक छौं। आउनुहोस् जानकारी लागौं भिडियोतर्फ। पहिलो प्रश्न, भन्नुस् कुन चाहिँ गीत हो यो? यसको सही उत्तर रहेको छ सुर्के थैली खै भन सुर्के थैली खै। प्रश्न नम्बर 2, यो त झन् धेरै नै चर्चित गीत हो, गेस गर्नु होला। सही उत्तर रहेको छ खैनी चुरोट खान्छौ कि दाँतै कालो छ। प्रश्न नम्बर 3, यो अलिकति ट्रिकी हुन सक्छ। यसको सही उत्तर हो प्रश्न नम्बर 4, यो रहेको छ प्रश्न नम्बर 5, भन्नुस् यी 4 इमोजिजहरुले कुन चाहिँ नेपाली गीतलाई रिप्रेजेन्ट गर्छन्? सही उत्तर हो प्रश्न नम्बर 6, यो गीतले थारू कल्चरलाई पनि रिप्रेजेन्ट गर्छ। भन्नुस् यो कुन चाहिँ गीत हो? सही उत्तर हो प्रश्न नम्बर 7, यो अलिकति ट्रिकी छ, गेस गर्नु होला। सही उत्तर हो प्रश्न नम्बर 8, भन्नुस् यी 3 इमोजिजहरुले कुन चाहिँ नेपाली गीतलाई इन्डिकेट गर्छन्? सही उत्तर हो प्रश्न नम्बर 9, निकै नै चर्चित गीत। सही उत्तर रहेको छ प्रश्न नम्बर 10, भन्नुस् यो कुन चाहिँ गीत हो? यो रहेको छ पूर्व पश्चिम छुक 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 गोडे। प्रश्न नम्बर 11, निकै नै सजिलो छ यो। सही उत्तर हो गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन। प्रश्न नम्बर 12, सही उत्तर रहेको छ प्रश्न नम्बर 13, यो पनि चर्चित रहेको छ यो गीत पनि। यसको सही उत्तर हो प्रश्न नम्बर 14, एकदमै इजी छ यो। यो रहेको छ प्रश्न नम्बर 15, गेस गर्नु होला यसको पनि। सही उत्तर रहेको छ प्रश्न नम्बर 16, यो रहेको छ प्रश्न नम्बर 17, भन्नुस् यो कुन चाहिँ नेपाली गीत हो? सही उत्तर रहेको छ म बजाउँछु मुरली तेरी हेरी तिमी नाच्छ फेरि हेरी। प्रश्न नम्बर 18, निकै नै चर्चित गीत हो यो। सही उत्तर रहेको छ प्रश्न नम्बर 19, यो निकै नै ट्रिकी रहेको छ, गेस गर्नु होला यसको। सही उत्तर रहेको छ प्रश्न नम्बर 20, अन्तिम प्रश्न,
भन्नुस् यी दुई इमोजीहरूले कुन चाहिँ नेपाली गीतलाई रिप्रेजेन्ट गर्छन्। साथीहरू यो प्रश्नको उत्तर चाहिँ तपाईहरु आफैले दिनुपर्ने छ। तपाईको गेस कमेन्ट गरिदिनु होला र भिडियोलाई यहाँसम्म हेरिदिनु भयो तपाईलाई धन्यवाद। भिडियो मन परेमा भिडियोलाई लाइक शेयर अनि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसन पनि अन गरिदिनु होला। हामी तपाईहरुसँग अर्को भिडियोमा भेट्ने छौं। हस्त धन्यवाद।